जय मसी यसु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई नमस्ते अभिवादन भन्न चाहन्छु। यो भिडियोलाई स्किप नगर्नु होला है, सुरुदेखि अन्तिमसम्म हेर्नु होला। तपाईँले यहाँबाट केही कुराहरू चाहिँ प्राप्त गर्न सक्नुहुनेछ। तपाईँलाई एकदम आशिषको कुराहरू पनि हुनेछ। तपाईँलाई एकदम आनन्दको कुराहरू, जस्तो तपाईँको जीवनमा परिवर्तन बिग्रेको छ भने त्यसलाई परिवर्तन गर्ने एउटा कुराहरू चाहिँ तपाईँले प्राप्त गर्न सक्नुहुनेछ है। आजको भिडियो छ आफ्नो प्रतिरूप छ है, त्यसको बारेमा अध्ययन गर्नेछौँ। योभन्दा अगाडि यो सुरु गर्नुभन्दा अगाडि तपाईँले मेरो टिकटकलाई फलो गर्नु होला, सेयर पनि गर्नु होला, रिपोस्ट पनि गर्नु होला है। अनि यहाँनिर यस्तो यस्तो कुराहरू चाहिँ तपाईँले मात्रै होइन अरूले पनि सिक्न पाओस् भन्ने चाहना छ है। आफ्नो प्रतिरूप प्राय जसो आत्मिक र मनोवैज्ञानिक समस्याहरू स्वास्थ्य असन्तुलित र बाइबल अनुसारको आफ्नो सही स्वरूपको बुझाइको अभावको कारणले सृजिएका हुन्छन्। आफ्नो स्वरूप भन्नाले आफ्नो विषयमा आफ्नै मानसिक रूप हो। यो हामी आफैलाई कसरी चिनेका छौँ भन्ने कुरा हो। हामी मध्ये कसैले आफ्नै बारेमा नकारात्मक स्वरूप लिएर बसेका हुन्छौँ। जस्तै हामी आफैलाई नालायक, व्यर्थको हुन्छ, केही पनि गर्न नसक्ने व्यक्तिको रूपमा बुझेका हुन्छौँ। कुनै हीनबोध स्वस्थ पनि हुन सक्छ र यो सफलताको लागि आवश्यक पनि हुन्छ। तर चर्को हीनबोध भने खराब हो, किनकि यसले हामीलाई राम्रो काम क्रियाकलाप र सत्यनिष्ठप्रति अन्धा र अपाङ्ग बनाइदिन्छ है। अनि यहाँनिर तल छ आफ्नो स्वरूपको संरचनामा तीन मुख्य खण्डहरू है। तीन मुख्य खण्डहरू चाहिँ छन्। फेरि पनि दोहोऱ्याए, आफ्नो स्वरूपको संरचनामा तीन मुख्य खण्डहरू छन्। यो चाहिँ तपाईँले नोट पनि गर्नुहोस् है फटाफट, तपाईँहरूको लागि अनि तपाईँहरूको जीवनको लागि काम लाग्छ है। यदि तपाईँ मण्डलीमा सहकार्य गर्दै हुनुहुन्छ, सहकार्यमा हुनुहुन्छ भने तपाईँले एकदम यो काम लाग्न सक्छ है त। एकमा छ सम्बन्धको अनुभूति है। सम्बन्धको अनुभूति पनि हामीले गर्नु पर्छ। अनुभूति हुन्छ संरचनामा चाहिँ। एकमा सम्बन्धको अनुभूति हामीलाई सुरक्षा र अरूले प्रेम, सहयोग र स्वीकारका साथ एक साथ भएको अनुभवको आवश्यकता पर्छ। फेरि पनि दोहोऱ्याए, एक नम्बरको सम्बन्धको अनुभूति हामीलाई सुरक्षा र प्रेम। फेरि पनि दोहोऱ्याए, सम्बन्धको अनुभूति हामीलाई सुरक्षा र अरूले प्रेम, सहयोग र स्वीकारका साथ एक साथ भएको अनुभवको आवश्यकता पर्दछ। दुईमा छ महत्त्वको अनुभूति एउटा व्यक्तिको रूपमा हाम्रो मूल्य र मान्यता, माया र साथ दिएको अनुभव गर्न आवश्यक छ। हामी अरूबाट आधारको आशा राख्छौँ है। अनि तीनमा छ लक्ष्य वा निपुणताको अनुभूति हामी सक्षम छौँ र जिम्मेवारी पुरा गर्न पनि सक्छौँ भन्ने कुराको महसुस गर्नुपर्छ। आफैलाई एउटा सक्षम व्यक्तिको रूपमा स्थापित गर्नुपर्छ। आमेन है। जय मसी। यो भिडियोलाई म यतिकैमा राख्नेछु। अनि यो आफ्नो स्वरूपको संरचनाका तीन मुख्य खण्डहरू चाहिँ यसको चाहिँ अलग्गै म भिडियो बनाउने छु है। तपाईँले एकदम काम लाग्न सक्छ है। हुन्छ सबैजनालाई जय मसी। यो भिडियोलाई सक्दो सेयर गर्नु होला है।
यदि तपाईँले चाहनुहुन्छ भने यहाँनिर तल कमेन्ट बक्समा छिरेर है कमेन्ट बक्सभित्र जानुहोस् अनि तल्लोपट्टि साइडमा एउटा गिफ्टको आइकन देख्नुहुनेछ है बक्सको, त्यहाँबाट मलाई कोइन पनि तपाईँहरूले दिन सक्नुहुनेछ। मलाई सहयोग पनि गर्न सक्नुहुन्छ यदि तपाईँले चाहनुहुन्छ भने है। हुन्छ सबैजनालाई जय मसी।